नमस्ते, मेरो नाम प्रेमकला साई केसी। मेरो घर चाहिँ कर्णाली जाजरकोट। म चाहिँ 6 महिनादेखि मृगौला रोगी हो। पहिलोचोटि चाहिँ मैले उता धर्मगुप्तमै थाहा पाएको हो। त्यस पछाडि सिएपिडी सबैले भन्यो कि सिएपिडी गर्दा राम्रो हुन्छ। म त भर्खर हो नि त, 6 महिना भयो म बिरामी भएको। त्यस 2-3 महिना चाहिँ हिमो डायलोसिस गरेँ, 2 महिना। अनि त्यस पछाडि सिएपिडी हो अहिले। मलाई चाहिँ भक्तपुरमै भन्नुभएको थियो डक्टरले। अनि सिएपिडी गर्दा राम्रो हुन्छ अनि भनेर, त्यही भएर मैले सिएपिडी गरेको। एकदम सहज छ अहिले। सिएपिडी रोज्नुको मुख्य कारण हेमोडायलिसिसमा चाहिँ खाना नमिल्ने पानीहरू, अनि खाना पनि त्यतिकै बार्नुपर्ने। अब सिएपिडी गर्दा खाना मिल्छ, त्यही भएर मलाई यति सहज लाग्यो। अलि के तागत लाग्छ, फुर्तिलो हुन्छ भनेर, सजिलो हुन्छ नि त। फरक चाहिँ हेमोडायलिसिस गर्दा त बलरहरू चढाउनु पर्थ्यो, इकोफिटहरू लगाउनु पर्थ्यो। अहिले सिएपिडी गर्दा चाहिँ लगाएको छैन मैले, इकोफिट पनि लाउने गरेको छैन। बलर पनि चढाउनु पऱ्यो, आफै बलरहरू भइरहेछ अहिले, राम्रो छ, बार पनि कति भइरहेछ अहिले। सिएपिडी गरेदेखि त एकदम राम्रो भएको छ, हिँडडुल गर्नलाई, खानपिन। आफूलाई यस्तो बिरामी होला जस्तो पनि फिल लाग्दैन है कतिखेर। अब त्यस्तो हुन्छ। अब डक्टरहरूबाट त सहयोग पाएको छु। फोन गर्दाखेरि अब यस्तो केही गाह्रो भयो भने डक्टर यस्तो भयो भनेपछि भनिदिनुहुन्छ सबै, तपाईँले यस्तो गर्नु होला, यस्तो खानु होला खानपिनमा। आफूले पनि घरमा बसेर मजाले खाना पकाएर खाना सबै गर्न सकेको छु। धेरै सजिलो भएको छ नि त्यो त। अब डायलिसिस गर्दाखेरि 4 घन्टा बेडमा ढल्नु पर्थ्यो, हस्पिटल धाइराख्नु पर्यो। हप्तामा 2 चोटि मेरो डायलिसिस हुन्थ्यो। अनि जानुपर्ने, अब मलाई एकजना मान्छे अलरेडी चाहिन्थ्यो। अहिले चाहिँ छैन त्यस्तो, आफै मजाले गरिरहेको छु आफैले। अहिले कोही नि पर्दैन, म आफै गर्छु। खानासाना पकायो, खायो, आफूले पिटी गर्यो, बस्यो। सजिलो त सजिलो छ नि। सिएपिडी गर्दा सिएपिडी गर्यो, घुम्न गयो, यताउता हिँड्न गयो, अनि त्यो सिएपिडी गर्ने टाइममा आयो, सजिलो भइरहेछ। आत्मविश्वासमा अब सिएपिडी त राम्रै छ, त्यस्तो अब गाह्रो छैन डायलिसिसको जस्तो। अहिले चाहिँ हिँडडुल गर्दा, खानपिनमा सबैमा राम्रो भएको छ। अब मलाई अरू कोही नभए पनि म आफै एक्लै गर्न सक्छु, हिँड्न सक्छु। म कतै बजार निस्किँदा नि मलाई साथी चाहिँदैन, म एक्लै जाने हो, कामसाम गर्ने हो, आउने। पहिला त सुरु त यस्तो सिएपिडी नगर्नुहोस्, तपाईँको इन्फेक्सन हुन्छ, अनि तपाईँले भोलि दुःख पाउनुहुन्छ, यसो नगर्नुहोस् भन्नु कतिजनाले भन्नुहुन्थ्यो कि मलाई। तर मेरो बुढोले पनि मेरो 3 चोटि अपरेसन भएको हो क्या। एकचोटि सक्सेस नभएर 3 चोटि भएर पनि मैले सिएपिडी नै गर्छु भनेर मैले 3 चोटि अपरेसन गरेको। अहिले चाहिँ एकदम राम्रो रहेन रहेछ त्यस्तो। आफ्नो हातको कुरो छ, सरसफाइ गर्नु पर्यो। म त सिएपिडी नै राम्रो छ हिमोभन्दा। सिएपिडी गर्नुहोस्, खाना मिल्छ, खानपिनमा सबैमा सहज छ। इकोफिटहरू लाउनु पर्दैन। इकोफिटलाई कति पैसा पर्छ? हाम्रो हप्तामा 2 चोटि इकोफिट लगाउनुपर्छ भनेपछि एउटा इकोफिटलाई 1200 रुपियाँ पर्छ भनेपछि पैसा पनि त्यतिकै खर्च हुन्छ नि त। त्यही भएर यो सिएपिडीमा त त्यस्तो हुँदैन, इकोफिटहरू लाउनु पर्दैन, खानमा सहज छ। अब हेमोडायलिसिस गर्न गयो भनेपछि 4 घन्टा बेडमा ढल्नु पर्यो। अब खर्च त्यति, जाने आउने भाडा त चाहिन्छ नि, ट्याक्सी भाडाहरू चाहियो जान आउनलाई। अब सधैँ हेमोडायलिसिस गर्यो, बेडमा ढलिराख्यो, अब हस्पिटल जानु पर्यो, घरको एकजना मान्छे चाहियो भनेपछि अब घरकोलाई पनि त अब टाइम हुँदैन। अब सिएपिडी गर्दा चाहिँ एकदम राम्रो छ, आफूले गर्न सक्यो, घरमा आफूले मात्र पनि अब हुन्छ, मान्छे चाहिँदैन। अब हामी जस्तो पेसेन्टलाई त अब सिएपिडी गर्दा अब पानी मात्र दिन्छ नि त। अब हामीलाई त चाहिने गजहरू चाहिन्छ, सेनिटाइजरहरू चाहिन्छ। अनि त्यही भएर अहिले केही गरिदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ।